So here I would Okay. like to welcome my friend, my very good friend Avinash Kargi, and he had done Bachelor of Computer Engineering from Everest Engineering College, and he completed his MBA, right? MBA Yeah. from maybe Himalayan College of Management or like that. Yeah. So we are grateful to have you in our podcast, Daiko Podcast. And so, furthermore, I'd like to start some basic introduction with yourself. So, can you introduce more so the people can know more about you? So, what's your passion and what's your interest like that? Okay. So basically, uh, I am Avinash Karki, and you have already said me that you're my close friend, but you forgot that I have completed my bachelor in electronics and communication rather than computer engineering. Ah, yeah, man. I make this, man. Sorry, man. Okay, that's okay, man. So I Okay. completed my bachelor in electronics and communication, and I did a master in business administration. So that's the educational part of mine, and I'm from Sitapaila, Kathmandu, and my birthplace is right here. So I'm Kathe. Usually Come people on, say man. Kathe. So that's good, that's good. So अब चाहिँ उहाँको एउटा एउटा के भन्दा एसएनएसको काम पनि गर्नुभएको छ लाइक क्या सजिलो भन्ने होइन त्यो इट्स गोइङ गुड राइट नाउ राइट राम्रो छ एज अ टिचर जस्तै होइन डिजिटल टिचर जस्तो केही सिकाइरहनु भएको त सो वी आर भेरी ग्ल्याड टु सी यु इन द्याट प्लेटफर्म होइन अब सुरु गरौँ सबभन्दा पहिलो कुरो भनेको सो वाट वाज यर मिसन लाइक फर डुइङ इन्जिनियरिङ फर्स्ट अफ अल त्यो जानुको त्यसपछि भनेको ट्रान्जिसनको कुराहरू आउँछ होइन जस्ट वाइ डु यु चेन्ज लाइक एमबिए यु वान्ट टु नो सम अफ द मार्केटिङ स्किल लाइक द्याट होइन सुरुमा चाहिँ Mhm. वाइ भन्ने कुरो लाइक फ्रम प्यारेन्ट्स अथवा आफ्नै डिसिजन हो अथवा के हो सो इट वाज लाइक कस्तो थियो भन्दा सिचुएसन चाहिँ आफ्टर प्लस टू चाहिँ ट्रिनिटी कलेज पढेको म चाहिँ होइन ट्रिनिटी अहँ, कलेजमा साइन्स पढेर अहँ, साइन्स पढ्यो साइन्स पढिसकेपछि चाहिँ के भयो भन्दा इन्ट्रेस्ट चाहिँ अब होइन विदेश जानुपर्छ भन्ने बेला सोच थियो नि त त्यो बेलादेखि नै अहँ, सो एट द टाइम के भयो भन्दा ट्रान्जिसन फेजमा चाहिँ विदेश जाने कि नेपाल बस्ने भन्ने खालको केसहरू आउँदै गयो सबैमा अनि त्यो भएको त्यही केसमा चाहिँ प्रब्लम त्यस पछाडि चाहिँ अनि त्यसपछि गएर होइन एकचोटि ट्राई गर्ने कि विदेश भन्ने खालको भयो बिचमा गएर मैले स्याट चाहिँ गरेको थिएन त्यो स्याट नगर्नलाई चाहिँ के भयो भन्दा पछि गएर त्यसले चाहिँ अब स्कलरसिपमा चाहिँ अलिकति हिट गर्यो अनि स्कलरसिप नपाउने जस्तो प्रोयालिटी भयो त्यसपछि गएर अब के भयो भन्दा होइन पढ्नुपर्छ इन्जिनियरिङै पढ्ने हो भन्ने खालको भयो अनि त्यस पछाडि गएर पुल्चोकतिर दिउँ कि क्या हो भन्ने भएको थियो अब पुल्चोकमा दिन्छु भने पुल्चोकको डेट पनि सक्यो अनि केयुको पनि झन् त्योभन्दा अगाडि नै हुँदो रहेछ क्या अनि के भयो भने देयर वाज ओन्ली वान लास्ट अप्सन एउटा मात्र अप्सन चाहिँ के थियो भने त यहाँ सिधा पाल नबस्यो यहीँ माथि छ इन्जिनियरिङ कलेज त्यहीँ गएर पढिदिउँ न त भन्ने खालको नजिक भइदियो भयो नि क्या त होइन नजिक भइदियो अनि त्यसपछि Mhm. गएर ठिकै छ उसो जाऊँ न त भन्ने हो Mhm. अनि डाइरेक्टली अब मलाई चाहिँ इलेक्ट्रिकल किन नपढाए भन्ने टाइपको क्वेसनहरू आइरहन्थ्यो क्या अनि Uh-huh. इलेक्ट्रोनिक्स मलाई मलाई इन्ट्रेस्ट चाहिँ इलेक्ट्रोनिक्स टाइपको भएको थियो ल इलेक्ट्रोनिक्स Uh, चाहिँ पढिदिन्छु म भन्ने भयो अनि त्यो चाहिँ इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन भन्ने हाम्रो फ्याकल्टी थियो mhm. अनि कम्प्युटर र इलेक्ट्रोनिक्स चाहिँ एभरेस्ट इन्जिनियरिङ कलेजमा चाहिँ पढाइन्थ्यो अनि त्यहाँ एभरेस्ट इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट कलेज चाहिँ पहिला चाहिँ त्यो म्यानेजमेन्ट पनि पढाइहुन्थ्यो त्यहाँनिर Uh-huh, uh-huh. मैले चाहिँ अनि इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनै पढिदिन्छु भनेर मेरो Mhm. आफ्नो पर्सनल थटबाट नै त्यो कुरा आयो अनि आई Mhm. स्टार्टेड So how was your journey in like electronics engineering? त्यहाँ पढ्दाखेरि चाहिँ के कुराहरूले हुन्छ नि एउटा स्याड पोइन्ट अथवा गुड पोइन्टहरू हुन्छ नि त्यो कुराहरू केही छ if you want to share? गुड पोइन्ट त अब आई थिङ्क यस्तो त्यो म्यानेजमेन्ट फ्याकल्टीहरू यस्तो चेन्ज भयो नि त्यहाँनिर Mhm. त्यो बेलामा नि कस्तो थियो भन्दा लगभग भुइँचालोकै बेलामा थियो होला क्या स्टार्टिङ चाहिँ क्या Exactly. फर्स्ट Oh, सेमिस्टर oh. त्यो भुइँचालो आएको बेलामा चाहिँ के भएको थियो भन्दा एउटा ठाउँबाट अर्को ठाउँ सरिरहेछ कलेज अर्को ठाउँबाट अर्को ठाउँ सरिरहेछ कलेज होइन फर्स्ट सेमिस्टर पढेर चाहिँ 3-4 ठाउँमा सरिसक्यो कलेज अब Mm. त्यही पनि अब
द्याट वाज अब समहाउ गुड मोमेन्ट एज वेल एज त्यो सिफ्ट हुने बेलामा चाहिँ कहाँ के गर्ने भन्ने कुरा चाहिँ खासै केही पनि थाहा थिएन नि त। अनि उम्, जस्ट पढायो अनि त्यसपछि गएर त्यो बेलामा त कस्तो भन्दा यङ एज होइन, त्यति उम्, मेच्योर पनि नभएको नि त। अनि पढ्नु पर्ने वाला मेन्टालिटी मात्र आउने त्यस्तो हावा भएन नि त। अनि त्यही भएर चाहिँ फोकस चाहिँ हाम्रो पढाइमै थियो, जहाँ गयो नि पढ्नुपर्छ त्यति हो। त्योभन्दा बाहेकको मिसन भिजन केही थिएन क्या। गयो होइन, पढ्यो, सरक्क लगाएर आयो होइन। गुड मोमेन्ट त भनेर चाहिँ त्यो बेलामा चाहिँ पहिलादेखि नै इन्जिनियरिङ गर्नुभन्दा अगाडिदेखि नै पढ्नुपर्छ वाला मेन्टालिटी चाहिँ के भन्दा पास आउट सजिलो तरिकाले चाहिँ भइयो क्या। गुड मोमेन्ट चाहिँ त्यही नै भयो। एक्ज्याक्टली। अनि त्यसपछि भनेको जस्तै इन्जिनियरिङ जोइन अथवा कोही जोइन गर्ने एउटा प्लान ल्याएको छ अथवा केही भिजन ल्याएको छ भने चाहिँ तिनीहरूलाई चाहिँ मेन मोटिभ चाहिँ के हुनुपर्छ जस्तो लाग्छ मेबी, इफ दे वान्ट टु जोइन अ पर्स्यु द करियर इन लाइक स्पेसली इन्जिनियर। अब टेक्निकल जस्तै म्यानेजमेन्टको पार्ट त छँदैछ होइन, त्योभन्दा अगाडि चाहिँ इन्जिनियरिङ जोइन हुनुको एउटा मोटिभ प्लस लाइक के कुरालाई चाहिँ अलिकति बढी फोकस गरेर दियो भने सो दे क्यान इजिली पर्स्यु लाइक डिग्री लाइक ब्याचलर इन इन्जिनियरिङ स्पेसल्ली केही चाहिँ त्यस्तो। अब मेन कुरा भने चाहिँ फर्स्ट थिङ भनेको त आफ्नो डेडिकेसनै हो होइन। अनि त्योभन्दा पछाडि भनेको आफ्नो कतिको पर्सिस्टेन्स लेभल छ, कति डिटर्मिन छ त्यो मान्छे होइन। ओके। अब इन्जिनियरिङ गर्ने भनेर मात्र हुँदैन क्या। हामीले नर्मल्ली त्यो साइन्स पढेको अथवा त्यो 10 कक्षा पढेको हिसाबले चाहिँ गर्ने हो भने चाहिँ विल ल्याक समवेयर क्या। त्यो एक्ज्याक्टली। त्यसको लागि चाहिँ मेन कुरा भने चाहिँ आफ्नो डिटर्मिनेसन, पर्सिस्टेन्स अनि मोटिभेसन चाहिँ चाहिन्छ है मेन कुरा चाहिँ। बिकज एक्ज्याक्टली। वी फेल इन इन्जिनियरिङ क्या। इन्जिनियरिङमा कतिचोटि फेलियर भने चाहिँ त्यो केसमा आउँछ क्या। त्यो फेलियरलाई चाहिँ एक्सेप्ट गरेर आफ्नो प्यासेन्स लेभललाई बढाएर हुन्छ नि, त्यसले चाहिँ अब आफूलाई चाहिँ इन्जिनियरिङ पढ्दाखेरि चाहिँ कस्तो छ भन्दाखेरि आफूलाई चाहिँ गर्न मन लागेको कुरा एकतिर पार्टमा हुन्छ, अनि साइड बाई साइड अर्को कुराले प्रेसरेबल फिल भइरहेको हुन्छ क्या। त्यो कुरालाई ब्यालेन्स लिएर चाहिँ जानुपर्छ क्या। त्यो ब्यालेन्स गर्नको लागि चाहिँ इन्जिनियरिङको लागि चाहिँ फर्स्टदेखि नै माइन्ड मेकअप एउटा माइन्ड सेटमा चाहिँ होइन, म इन्जिनियरिङ पढ्न आइसकेपछि चाहिँ आई मस्ट एक्सेप्ट दिस होइन। आइदर यु विल फेल अर यु विल पास, द्याट डजन्ट म्याटर, बट यु सुड लर्न समथिङ फ्रम द्याट इन्जिनियरिङ हुन्छ नि। केही न केही कुरा चाहिँ एउटा लिभिङको लागि पनि त्यो कुरा चाहिँ चाहिन्छ। सो अब इन्जिनियरिङ पढ्नको लागि पढिदिन्छु भनेर होइन कि, फर्स्टदेखि नै एउटा माइन्डसेट चाहिँ स्ट्रङ खालको नै हुनुपर्छ क्या। बिचमा गएर कोही कोहीले छोडिन्छ नि त होइन। स्ट्रङ माइन्डसेट र डिसिप्लिन पनि चाहियो। डिसिप्लिन लास्टै ठिक छ, लास्टै पढ्दै चाहिँ इज लाइक लाइक भोलि भोलि अथवा पर्सि मेरो बोर्ड इक्जाम हुन्थ्यो भने उसले पढाउँथ्यो क्या, म्याथ मस्त पढाइदियो घर द्याट द्याट इज इन्ट्रेस्टिङ। त्यो जस कहीँ गएर पनि मैले त्यो फेस गरेको छैन क्या। जस भन्नाले आफ्नो साथीसँग नजिक बसेर चाहिँ लगभग 2 घन्टा 3 घन्टा पढ्यो भने पनि त्यो हुन्छ नि पुरा होल बुक नै रिकभर हुन्थ्यो क्या पुरा होइन एक्जाममा त। ए म्यान वाट द हेल इज गोइङ अन विथ मी भन्ने हुन्थ्यो क्या। जोस राम्रो भयो त्यो एउटा मेमोरी हामीसँग त्यो सदाभर रहनेछ होइन। वी त्यसपछि कम्प्लिटली हुन्छ नि। इन्जिनियरिङमा पनि हामीले थियो नि एउटा अप्लाइड मेकानिक्सवाला के त त्यो अप्लाइड मेकानिक्स कति भन्दा 12 घन्टा कन्टिन्यू पढेर जाँच दिएको क्या है त्यो बेलाबाट। पढ्यो नि यार, पढ्यो त्यो पढ्यो। अनि म्याथ 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 म्याथको पनि त्यस्तै गरी पढ्यो यार। म्याथको पनि त लगभग हामी म्याथहरू बाहिरै बाहिरै त्यो चौतारीमा बसेर पढ्या हो त त्यही त। जस त्यो म्याथले नै गर होला होइन। म्याथमा यस्तो आई हेभ बिन टिचिङ म्याथ फर लङ होइन, कति धेरै गरेँ नि त। इन्ट्रेस्ट नै त्यस्तै भयो नि त। अब अहिले आउने बेलामा चाहिँ यो कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ म्याथमा म लगभग वान काइन्ड अफ एक्सपर्टिज जस्तो तरिकाले चाहिँ आई क्यान डिल विथ म्याथमेटिकल प्रब्लम इजिली क्या। धेरै जस्तो केसमा चाहिँ सजिलो तरिकाले चाहिँ गर्न I believe man त्यो वेन एभर आई कम्पिट एक्जाम होइन, कुनै एक्जाममा चाहिँ कम्पिट गर्नु पऱ्यो भने मलाई म्याथको क्वेसन चाहिँ सरर लाएर गर्न सजिलो तरिकाले गर्न सक्ने क्या। त्यो थियो। अनि त्यसपछि भनेको हामी त ग्रेजुएसन पोखरा पनि गयो। पोखराको राम्रो मेमोरीहरू पनि छ हामीसँग होइन। सो त्यो पनि हामी कुनै बेला सेयर गरौँला होइन। अब भनेको चाहिँ मेन भनेको अब इन्जिनियरिङ प्रोफेसनदेखि चाहिँ जस्तै एमबिए त्यो ट्रान्जिट भइस् नि त होइन, ट्रान्जिसन भयो नि त। जस त्यसबाट चाहिँ वाट इज द डिफरेन्स द्याट यु फिल लाइक इन्जिनियरिङ गर्दा र एमबिए पढ्दाखेरि लाइक इज देयर सम टेक्निकल एक्सपिरियन्स अथवा केही फरक हुन्छ नि, त्यो केही छ? यस्तो हो, अब मैले चाहिँ के सोचेको थिएँ भन्दा मास्टर चाहिँ अब इन्जिनियरिङमै गर्ने चाहिँ अलिकति पहिलादेखि नै सोच चाहिँ थिएन क्या। मलाई चाहिँ दिमागमा चाहिँ कस्तो भन्दा वान काइन्ड एउटा बिजनेस माइन्ड सेटले चाहिँ केही कुरा चाहिँ स्टार्ट गरौँ
होइन। एन्टरप्रेनरसिप चाहिँ हुनुपर्छ है, इन्जिनियर चाहिँ एउटा एन्टरप्रेनरसिप चाहिँ हुनुपर्छ होइन। उसले चाहिँ केही इनोभेटिभ अर क्रिएटिभ आइडियाबाट चाहिँ केही कुरा प्रडक्ट अफ एनी आइडिया एउटा केही जेनेरेट गर्यो, त्यो जेनेरेट गरेको आइडियाबाट चाहिँ एक्सपर्टिज लेभलमा नै त्यसलाई चाहिँ मार्केटिङ गर्ने कि होइन, अब अथवा कसरी बिजनेसलाई चाहिँ अघि प्रमोट गर्ने के गर्ने भन्ने कुरा त्यस लर्निङको लागि नै मैले चाहिँ कस्तो गरेँ भन्दा एमबिए चाहिँ चुज गरेको हो क्या। अनि त्यो केसबाट चाहिँ के भयो त भन्दा ट्रान्जिसन फेजमा यहाँनिर आउने बेलामा चाहिँ अलिकति गाह्रो त भएको थियो होइन, किनकि अब इन्जिनियरिङमा ठेट कुराहरू पढिन्छ, टेक्निकल टर्म्सहरू पढिन्छ, त्यही अनुसारको त्यो टेक्निकल टर्महरू र म्यानेजमेन्टको टर्महरू कम्प्लिटली दे आर डिफ्रेन्ट थिङ होइन। त्यो गर्दाखेरि चाहिँ अलिकति कहाँनिर चाहिँ अलिकति चाहिँ जे होस् कन्फ्युजन टाइपको चाहिँ भएको थियो। जुन 10 कक्षामा पढेको अकाउन्ट र अनि मास्टर लेभलमा पढेको अकाउन्ट भास्ट डिफ्रेन्स चाहिँ हुँदो रहेछ क्या त्यो जस्ट होइन। क्यास इन्फ्लो र आउटफ्लोको कुराहरू मात्र गर्ने थियो, तर त्यो केसमा चाहिँ मास्टरमा धेरै कुरा नै हुन्थ्यो क्या उनलाई चाहिँ। त्यही नै हो, अब मैले त्यही बिजनेस चाहिँ गर्छु अब होइन, बिजनेस मोडल क्रिएट गर्नको लागि, बिजनेस प्लान गर्नको लागि होइन, के चाहिँ गर्नुपर्ने रहेछ होइन, म्यानेजमेन्टको रोल के हुन्छ होइन भन्ने कुरा चाहिँ थाहा पाउनको लागि नै मैले चाहिँ त्यो चाहिँ सिफ्ट गरेँ क्या। सो अहिलेको टाइम अनुसार जस्तै मान्छेलाई एउटा हाइप छ नि त, एउटा सेयर मार्केटको कुराहरू, अहिले बिजनेस लगानी यताउता भन्ने धेरै कुरो मान्छेलाई अहिले इन्ट्रेस्ट जस अहिले इजी टु युज पनि भयो, प्लस भनेको फ्री एभाइलेबल जस्तो कुरा पनि भयो, आफू सिक्ने कुरो मात्र टाइम कति दिन्छ भन्ने कुरो भयो होइन। अनि अहिले के छ मान्छेले जस्ट इट्स गुड लाइक तिनीहरूले यस्तो स्किलहरू जान्नै पर्छ अथवा लाइक दे क्यान हायर समवन अदर अदर देम सेल्फ भन्ने कुरो के छ यसमा? अब यस्तो हो, वाट्स अ गुड थिङ? यो हाम्रो अहिलेको कन्टेक्समा मैले जुन अनुसारको चाहिँ इन्भेस्टमेन्टको कुरा चाहिँ मैले आफ्टर ब्याचलर पछि चाहिँ मैले मास्टर पढिसकेपछि थाहा पाएँ नि त्यो कुरा। इभन आई एम फ्रम लाइक जे होस् मेरो प्यारेन्टियल गाइडेन्सहरू इट वाज प्रपर समाउ होइन। आई वाज फ्रम कस्तो ज्योति एकाडेमी होइन, त्यो भनेको अब बोर्डिङ स्कुलै हो, बोर्डिङ स्कुलमा त्यो कुराहरू चाहिँ हुन्थ्यो होइन, जस्ट लर्निङ गर्ने कुरा ठाउँ चाहिँ थियो। तर एक्ज्याक्टमा चाहिँ अहिलेको पोइन्ट अफ हेर्दाखेरि चाहिँ मेरो पोइन्ट अफ भ्यू चाहिँ के छ भन्दा अहिले बच्चाहरूलाई चाहिँ फाइनेन्सियल लिट्रेसी चाहिँ हामीले सिकाउनै पर्छ क्या। किनकि लेट्स इमेजिन होइन भन्न 20 years वी आर जस्ट रिडिङ ओन्ली क्या, वी आर जस्ट रिडिङ बुक्स क्या। 20 वर्ष हामी 20 वर्ष हामी बुक मात्र पढ्ने भने क्या, हाम्रो पैसा कसरी कमाउँछ, पैसा कहाँबाट आउँछ भन्ने कुरा हामीलाई त्यो कुरा स्कुल लेभलमै अलिअलि कुराहरू पोइन्ट आउट थाहा भएको भयो, त्यो कुरा सिकाउनु पर्ने हो नि त। सो वाट there is lagging in case of Nepalese education system is we don't have that kind of book which teaches us financial literacy. फाइनेन्सियल लिट्रेसी हामी फाइनेन्सियली लिटरेट हुनुपर्छ है भन्ने कुरा, त्यो कुरा स्कुल लेभलदेखि नै आउन थाल्यो भने 8, 9, 10 यु सुड गिभ सम काइन्ड अफ बेसिक कन्सेप्ट हुन्छ नि। त्यो कन्सेप्ट रेगुलर तरिकाले आयो भने चाहिँ अभियसली इट विल जेनेरेट सम मनी होइन। त्यो गर्दाखेरि चाहिँ फाइनेन्सियली मान्छे एभर्नेन्सतिर जान सक्छ, आफ्नो लेभल अफ हुन्छ नि जुन तरिकाको चाहिँ हामीले चाहिँ लिभिङ स्ट्यान्डर्ड मेन्टेन गर्छौँ हिँड्छौँ नि त होइन, हाई लेभल, लो लेभल अनि त्यसपछि मिड लेभल भनेर त्यो छुट्याइन्छ नि। द्याट इज अल अबाउट आवर माइन्ड सेट क्या। त्यो कुरा माइन्ड सेट चाहिँ हाम्रो क्लास 8 देखि नै फाइनेन्सियली लिटरेट गराएर पैसा के हो भन्ने कुरा, त्यसको इम्पोर्टेन्स पहिलादेखि नै पैसा के हो र त्यसको कसरी तरिकाले चाहिँ जेनेरेट गर्न सकिन्छ भन्ने कुरा, त्यो कुरा लर्न हामीले स्कुल लेभलमा गऱ्यौँ भने नि अभियसली हामी चाहिँ त्यो ब्याचलर लेभलसम्म पुग्ने बेला त यु गट एटलिस्ट 6 years भन्दा माथि नै एक्सपिरियन्स हुन्छ नि त। जस के नभए पनि जस थुप्रै सानो एमाउन्टमा इन्कम त भइरहन्छ, तर त्यो रिकरिङली आइरहेको हुन्छ नि त, त्यो त्यसले चाहिँ पछि गएर चाहिँ एउटा वेल्थ गेन कम्पाउन्डिङ इफेक्ट भन्ने त हुन्छ नि त। पछि गएर चाहिँ त्यो जस एउटा सर्टन लार्ज एमाउन्टमा कन्भर्ट हुन्छ, जसले गर्दा चाहिँ आफ्नो पर्सनल मिसन अथवा लाइफ केही अरू मिसन छ भने चाहिँ सो दे क्यान कन्टिन्यू इन्भेस्ट द्याट मनी अन द्याट होइन। ठिक छ, लाइक इट होइन। सो भनेको एउटा आइडियालाई प्रोटोटाइप कसरी गर्ने र प्रोटोटाइप अथवा त्यसलाई मार्केटिङमा कसरी लाने अथवा त्यसलाई हाउ डु वी कन्भर्ट आइडिया इन्टु द बिजनेस भन्ने कुराहरू चाहिँ सिक्नुपर्ने अहिलेको जेनेरेसनले छ एकदम छ त्यो। किनकि अब मोबाइल चलाइरहेको छ होइन, सो मेनी गाइज पिपल दे आर जस्ट डलिङ देयर माइन्ड हुन्छ नि, जस्ट डल बनाएको छ आफ्नो माइन्डलाई चाहिँ। त्यही कुरा चाहिँ हामीले होइन प्रोडक्टिभ ठाउँमा चाहिँ हामीले चाहिँ लग्यौँ भने चाहिँ विल बी बेनिफिसियल होइन। Okay, that's okay. So that was good story from you, man. Somebody need to teach their minds these things, होइन। सो अब भनेको इन्फर्मल जस्तो जब होइन, अनि अहिले के छ यार, जब के भइरहेको छ, केमा काम गर्दैछस्, के छ कस्तो छ होइन, अनि बाहिर जाने भन्दैछ के भइरहेछ? इन्फर्म हो क्या त्यो। अब यस्तोहरू चाहिँ त्यो पनि कस्तो रहेछ भन्दा बाहिर जाने केसहरू भनेको चिज नै हुन्छ नि, आफ्नो त्यो
माइन्डले चाहिँ होइन अब आई विल स्टे हियर, म यहाँ नै गर्न सक्छु होइन, वान काइन्ड अफ कन्फिडेन्स लेभल चाहिँ बिल्डअप भइसकेपछि त्यो ह्युमेनमा बिल्डअप भइसकेपछि यु विल कन्टिन्यू द्याट थिङ क्या, इफ यु आर सेटिस्फाइड हुन्छ नि। तिमी त्यहाँ बसेर सेटिस्फाइड छौ, म यहाँ बसेर सेटिस्फाइड छु, अथवा द्याट डिपेन्ड्स अन पर्सनल सेटिस्फ्याक्सन जस्तो लाग्यो मलाई चाहिँ अहिलेको कन्टेक्समा चाहिँ। किनकि मैले पनि आफ्टर ब्याचलर पछाडि हामीले जिआरई गरेकै हो होइन, जिआरई गरेपछि होइन युएस जब भनेकै हो होइन, अल अफ सडन त्यसपछि गएर कोरोना आइदियो, त्यसपछि गएर हाम्रो फ्यामिलीबाट नै त्यो अनुसारको भयो नि त होइन, अलिकति गाह्रो हुन्छ नि त भने जस्तो टाइपको भयो नि त। अनि त्यस पछाडि गएर कन्टिन्यू गरेँ होइन, सरकारी अब पहिला मैले एकमा इन्जिनियरिङ कलेजतिर नै पार्ट टाइम टिचर जस्तै काम गर्न थालेँ। त्यहाँबाट चाहिँ अलिकति पढाइ ठिकै थियो। अहिले चाहिँ सरकारीतिर नै गरियो होइन, अब सरकारी स्कुलतिर गऱ्यो। नेपालले सरकारी जागिर खाने मान्छेले पनि छोरी चाँड दिन्छ नि। सरकारी जागिर हुनु कि पिआर वाला हुनु पर्यो होइन। त्यो चाहिँ गरियो। अनि अहिले सरकारीमा ओभरसियरहरूलाई पढाइन्छ 9 to 12 होइन। सो आई लभ टु बी विथ देम होइन अराउन्ड। अनि पैसा हो क्या जहाँ मलाई चाहिँ, अनि अब अहिले चाहिँ जसरी पनि पैसा कमाउनु रहेछ नि त होइन, पैसै त हो नि भने होइन, विदेशको पनि पैसा कमाउने हो, नेपाल बसी पनि पैसा कमाइदिने हो। अब मेन मिसन है चाहिँ होइन 2 घन्टा 3 घन्टा चिल तरिकाले बस्थ्यो होइन, बाहिर त्यस्तो प्रेसर पनि छैन, फ्यामिलीको त्यही अनुसारको हुन्छ, सपोर्ट हुन्छ होइन, खासै त्यति धेरै चाहिँ हुन्छ नि पकाउनु पर्छ, खानुपर्छ, हिँड्नुपर्छ, लाउनुपर्छ, यस्तो यस्तो त्यो सबै द्याट विल बी वेल म्यानेज फ्रम आवर प्यारेन्ट्स क्या हुन्जेल चाहिँ क्या, द्याट इज रियली। अनि त्यसपछि गएर भने चाहिँ इमोसनली पनि हामी एट्याच्ड फ्यामिलीसँगै हुन्छौँ नि त, त्यही भएर त्यो कुरा चाहिँ ले गर्दाखेरि चाहिँ मलाई चाहिँ अब अहिले चाहिँ विदेशभन्दा बरु यहीँ गर्छु नि त होइन, आई क्यान अर्न सम मनी हियर, त्यो जुन चाहिँ बाहिर पनि बाहिरको जति इन्कम हो अर्निङ हो त्यति नै अर्निङ चाहिँ मैले यहीँ बसेर चाहिँ कमाउँछु भने बरु यहाँनिर इफोर्ट लाउँछु, आई विल सिट हियर भन्ने खालको चाहिँ भयो मलाई चाहिँ। प्लस त्यो प्लस अनि मैले देखिरहेको त्यो क्या सजिलो भन्ने एउटा ब्रान्ड जस्तो भइसकेको छ होइन, जस्ट युआर डुइङ ए ग्रेट जब होइन। प्लस के भन्दा जस्ट टिचिङ एज वेल एज स्टुडेन्टले चाहिने एउटा इन्जोयमेन्ट हुन्छ, फ्यामिली इन्भाइरोमेन्ट बनाउनु पर्छ नि, त्यो मैले त्यसमा देखेँ कि त पढाउँदा पनि हुन्छ नि एउटा टु वे कम्युनिकेसन प्लस द स्टुडेन्टहरूको माहौल, हाउ टु दे क्रिएट द इन्भाइरोमेन्ट एन्ड फ्यामिली इन्भाइरोमेन्ट, त्यो एकदम त्यो हेर्दा पनि मलाई क्या मजा आयो क्या, त्यो हो हि इज डुइङ ग्रेट रियली ग्रेट भन्ने कुरा जस्ट कसरी आयो क्या, जस्तो बनाउने हुन्छ नि एउटा फ्यामिली इन्भाइरोमेन्ट क्रिएट गर्नुपर्छ सो दे क्यान लाइक स्टुडेन्टले पनि त एउटा आफूलाई समस्या छ भने सेयर गर्ने एउटा फ्यामिली जस्तो टिचर भइदियो भने चाहिँ दे क्यान लाइक फ्री लाइक टेल द प्रब्लम क्या, त्यो माहौल चाहिँ जस्ट कसरी हाउ डु यु क्रिएट विथ दोज स्टुडेन्ट्स। सो त्यो चाहिँ कस्तो भएको थियो भन्दा मैले ऱ्यान्डम तरिकाले वान अफ माई फ्रेन्ड सजेस्ट मी टु डु द्याट होइन, पहिलादेखि नै गर्नुपर्छ है यस्तो कुरा चाहिँ, यु सुड बी अ बिट मोर एक्टिभ एट सोसियल मिडिया एज वेल होइन, अलिकति मोर एक्टिभ भएर चाहिँ आफ्नो इफ यु हेभ गट द्याट पोटेन्सियल देन जस्ट स्प्रेड इट भन्ने खालको थियो क्या। अनि त्यही भएर चाहिँ मैले चाहिँ ओके लेट्स ट्राई भन्ने कुरा भयो। अनि त्यसपछि दिमागमा केही स्टार्ट आएन क्या, अनि त्यसपछि गएर दिमागमा चाहिँ कस्तो भयो भन्दा एभ्री स्टुडेन्ट वेयर सेङ द्याट म्याथ चाहिँ एकदम गाह्रो क्या, हामी एकदमै गाह्रो क्या म्याथ, सर एकदमै गाह्रो या लास्ट म्याथ गाह्रो। अनि त्यसपछि गएर मैले चाहिँ के गरिदिएँ भन्दा त्यो सबैले गाह्रो भन्यो, अनि दिमाग के भन्दा म्याथलाई मैले आई चेन्ज माई माइन्ड सेट टुवर्ड्स नेगेटिभलाई चाहिँ पोजिटिभतिर फेरि ट्रान्सफर गरेँ क्या, क्या गाह्रो छ भन्दाखेरि क्या सजिलो वाला टाइपको भयो क्या, अनि त्यो होइन क्या सजिलो वाला, अनि त्यसलाई नै मैले चाहिँ अनि क्या सजिलो भनेर चाहिँ अनि आई स्टार्टेड क्या त्यो चाहिँ। अनि त्यसले चाहिँ अब त्यहाँ मैले अलिअलि भिडियोजहरू चाहिँ पहिला एससीमा सोध्ने क्वेसनहरू यो छ भने चाहिँ त्यो चाहिँ अलिअलि फर्स्टमा गएर अलिकति कन्टिन्यू तरिकाले चाहिँ राख्थेँ, त्योभन्दा पछाडि चाहिँ अलिअलि आफ्नो कन्टेन्टहरू पनि राख्न थालेँ। अनि के भयो भन्दा एउटा पोइन्टमा चाहिँ मलाई चाहिँ टु बी अ टिचर आइ एम प्राउड अफ इट होइन, बिकज समटाइम यु गेट सरप्राइजेस हुन्छ नि, मैले त्यो टिकटकमा राखेको त्यो रोज टाइपको आई नेभर गेट रोजेस हुन्छ नि, लाइफ टाइममा रोज पास हुने क्या हुन्छ नि, कसैले दिएको छैन क्या। अनि त्यसरी द्याट स्टुडेन्ट्स होइन उनीहरूले चाहिँ मलाई चाहिँ एज अ क्लास टिचरको रूपमा होइन उनीहरूले मलाई रेस्पेक्ट
गरेर जुन अनुसारको चाहिँ दे वर फिलिङ लाइक फ्यामिली फ्रेन्ड जस्तो टाइपको होइन। अनि म पनि घुलमिलमा चाहिँ एकदम हुन्छ नि फ्रेङ्कै जस्तो टाइपको दाइ जस्तो टाइपले नै गरिदिन्छु नि त। अनि सो द्याट त्यो बेला चाहिँ वी डोन्ट हेभ एनी काइन्ड अफ ग्याप बिट्विन लर्निङ क्या, त्यो लर्निङमा चाहिँ हाम्रो ग्याप भएन क्या। अनि त्यो भएर चाहिँ आई एम प्राउड क्या त्यो मोमेन्ट चाहिँ। सो त्यसरी चाहिँ जेनेरेट भएको त्यही कुराहरू मैले चाहिँ टिकटकहरूमा सर्ट एन्ड कन्टेन्टहरू हालेँ। अनि त्यही नै हो अहिले चाहिँ। So, खुसी लाग्यो हामीसँग टाइम लिमिटेड भएको कारणले पनि होइन, जस इट वाज अ फर्स्ट सेसन होइन। प्लस हामीले गर्दै गरेको काम अथवा एक्सपिरियन्स सेयरिङका कुराहरू चाहिँ हामीले अपकमिङ पोडकास्टमा अझै पनि बढी सेयर गर्छु, खुलेर कुराहरू सबै कुरा हुन्छ नि। कोही मान्छे इफ दे हेभ क्वेसन देन इफ दे ड्रप द कमेन्ट्स देन वी विल बी टकिङ अबाउट द्याट अल्सो एन्ड इन अपकमिङ पोडकास्ट। र आज यो दाईको पोडकास्टमा जोडिनु भएको कारणले तपाईँलाई धेरै धेरै धन्यवाद छ। र यसरी नै सो किप मोटिभेटिङ टु अल यो स्टुडेन्ट्स स्पेसली स्कुल अथवा डिप्लोमा लेभलको स्टुडेन्टहरूलाई पढाइरहनु भएको जस्तो किप लभिङ यर प्रोफेसन एन्ड जस्ट डु यर बेस्ट। We pray for your good health and everything. And thank you so much for taking our seat today. And maybe we will join in next podcast also. So thank you so much and have a good time. Thank you. ओके थ्याङ्क यू ल, थ्याङ्क यू अनि फर अनि अनि एभ्रिथिङ। अनि अनि अरू हेर्ने अडियन्सहरूलाई के भन्छु भन्दाखेरि यु क्यान गो टु टिकटक एन्ड जस्ट लाइक क्या सजिलो एन्ड देन यु विल सी लट्स अफ ब्युटिफुल कन्टेन्ट लाइक इन्फर्मेटिभ कन्टेन्ट होइन, त्यहाँ गएर हेर्नु यु लभ इट रियली लभ इट है, सबैजनाले हेरिदिनु होला। ठिक छ ल, ओके थ्याङ्क यू फर दाइको पोडकास्ट होइन। मलाई ओके चाहिँ यहाँनिर ल्याएर चाहिँ एउटा इन्भिटेसनको रूपमा आएर आई गट टाइम टु सेयर माई एक्सपिरियन्स सम अलिअलि भए पनि होइन थोरै स्योर धेर। स्योर अझ अझ बढी 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 कुराहरू यदि कोही कसैबाट क्वाइरी अथवा कोही कमेन्ट सेक्सनमा केही आउँछ भने चाहिँ सो वी विल बेसिकली इन अपकमिङ पोडकास्ट वी विल डिस्कस अबाउट द्याट इन मोर डिटेल। Sure. ठिक छ, थ्याङ्क यू Okay. अलट फर Thank you. जोइनिङ मी। Okay. Thank you. Have a good time. Bye bye. ओके गुड टाइम, See बाई you. बाई। Okay. Bye bye.